ए अपरिचित मान्छे, मैले तिमीलाई कति दुःख दिएँ है? सक्छौ भने मलाई माफ गरिदेऊ ल। हुन त म पनि कति मूर्ख मान्छे, कसैको माया पाउनलाई बारम्बार दुःख दिइरहे। तिम्रो लागि खुसी किन्ने हैसियत नभएको मान्छे म। गरिबीमै जन्मे, गरिबीमै हुर्के। जिन्दगीमा एक्लै महसुस भएपछि कसैको साथ र माया खोज्दो रहेछ जिन्दगीले। अहिले आएर कसैको माया चाहियो। माया, यो माया भन्ने चिज पनि अचम्मको रहेछ। नभई पनि नहुने। सच्चा मनले माया गर्यो आफैलाई पीडा हुन्छ। मुटु दुख्छ कहिलेकाहीँ बेसरी चर्किएर। शंका अनि झगडा। माया गर्न पनि एउटा हैसियत बनाउनु पर्ने रहेछ यहाँ। हुन त सबै कुरा बिग्छन् यहाँ, मायाको त के कुरा। कसैलाई खुसी पार्न पैसा चाहिने रहेछ। सच्चा प्रेम गर्छु भनेर कहाँ हुँदो रहेछ र। सच्चा प्रेम गरेको मान्छेले नै मायाको आश नपाएपछि जिन्दगी नै दुख्दो रहेछ असह्य भएर। सायद यो चोखो माया हो या के हो मलाई पनि थाहा छैन। यदि तिमीले कसैलाई चोखो माया गर्यौ भने तिमीलाई पनि आभास होला। हुन त आखिर यो जिन्दगीमा कति नै जिउनु छ र। तर पनि किन जिन्दगी जिउन गाह्रो महसुस हुन्छ कोही बिना। तिमीले पनि आफ्नो जिन्दगी जिउने स्वतन्त्र अधिकार छ। तिमी आफ्नो खुसीले जिन्दगी जिउन सक्छौ कसैको हस्तक्षेप बिना। मैले भने आफ्नो हैसियत बनाउनु छ मायाको लागि। जिन्दगीको कुनै मोडमा भेट भयो भने वा कुनै दुःख आइपर्यो भने सम्झनु। म हर पल सकेको सहयोग गर्ने प्रयास गर्छु। हुन त हामी अपरिचित मित्र, यहाँ चिनेकाहरूको त कुनै मतलब हुँदैन। त्यसैले सक्छौ भने बिर्सिदेऊ। तिमीलाई कमसे कम पीडा त कम हुन्छ। म त तिमीलाई कहिले बिर्सन नि सक्दिन होला। सधैँ खुसी रहनु। म पीडामा भए पनि तिमी खुसी भए म नि खुसी हुनेछु। म अबदेखि कहिल्यै तिमीलाई सताउने छैन, कहिल्यै दुःख दिने छैन। बस तिम्रो खुसी देख्न पाए पुग्छ। बस तिम्रो खुसी देख्न पाए पुग्छ। उही तिम्रो अपरिचित साथी।